नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा सफल र चर्चित खेलाडी सावित्रा भण्डारी साम्बा अहिले जीवनकै कठिन मोडमा छिन्। अस्ट्रेलियाको ए लिगमा वेलिङ्गस्टन फोनिक्सबाट खेल्ने क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो। यसका लागि जटिल शल्यक्रिया गर्नुपर्ने र करिब 7-8 महिना लामो रिह्याब आवश्यक पर्ने डाक्टरहरूले बताएका छन्। प्रारम्भिक अनुमान अनुसार साम्बाको उपचारका लागि करिब 80,000 अमेरिकी डलर अर्थात् नेपाली 1 करोड 15 लाख आसपास खर्च लाग्नेछ। यसअगाडि यस्तै गम्भीर चोट लाग्दाखेरि एन्फाको सहयोगमा सफल उपचार गरेर मैदान फर्किएकी साम्बाले यसपटक भने अपेक्षित प्रशासनिक सहयोग नपाएको गुनासो गरेकी छिन्। अब साम्बाले आम समर्थकसँग आर्थिक सहयोगको अपिल गर्दै आफ्नो ब्याङ्क खाता विवरण र क्युआर कोड सार्वजनिक गरेकी छिन्। साम्बाले भनेकी छिन्, थाकेको छु, हारेको छैन, फेरि नेपालको जर्सी लगाएर मैदान फर्किनेछु। देशका लागि युरोपसम्म खेलेर नेपाललाई चिनाएकी साम्बाले अहिले करियरकै कठिन लडाईँ लडिरहेकी छिन्। अब उनको पुनरागमनका लागि सम्पूर्ण देशको साथ आवश्यक छ।